हेलो गाइस, वेलकम बैक टु माई न्यू भिडियो। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। आज धेरै दिनको बादमा चाहिँ मैले ब्लग लिएर आएको छु। आज चाहिँ घाम लागेको छ। हिजो पनि घाम लागेको थियो, तर हिजो दिनमा चाहिँ घाम लागेको थियो, राति चाहिँ ठुलो हावा पनि आएको थियो अनि आज चाहिँ पुरा झर्को घाम लागेको छ। गरम दिन जस्तै लागेछ गाइस। अनि आज चाहिँ धेरै नै काम भयो घरमा। मेरो चाहिँ खानासाना पाकिसक्यो अनि लुगाफाटा पनि धोएँ। हजुरलाई भन्ने थिएँ आज मैले धेरै नै काम गरेँ भनेर है। काम गरेँ चाहिँ मैले त्यस्तो काम चाहिँ केही पनि गरेन। आज चाहिँ घाम लागेको थियो, त्यही भएर चाहिँ लुगाफाटा धोएँ। अब डेली नै लुगा चाहिँ यति नै हुन्छ अनि त्यहाँबाट मैले सिरानीहरू पनि लिएर सुकाएँ। नानीको लुगा चाहिँ धेरै नै हुन्छ, धेरै नै गन्दा गर्छ नानीले। अनि यता चाहिँ मिनेर पनि लिएको छ बगानको लागि। अनि यहाँ चाहिँ सानो सानो कुखुराको चल्ला पनि छ। अनि मैले चाहिँ भात पसालेको थिएन अनि अहिले चाहिँ भात पसालिदिएँ। त्यहाँबाट चाहिँ म गएँ चौका लिप्नु भनेर। अनि यता चाहिँ मैले माटो पनि रेडी गरिसकेको छु। हाम्रो यहाँ चाहिँ गोबर भेट्दैन, त्यही भएर चाहिँ म माटोले मात्रै चौका लिप्छु। तर फर्स्ट चाहिँ लाग्छ माटोले मात्रै कसरी चौका लिप्छ होला भनेर, तर राम्रै हुँदो रहेछ माटोले मात्रै चौका लिपेको। अनि हाम्रो यताको माटो चाहिँ छ बालु बालु। हाम्रो उहाँको घरको माटो चाहिँ अलिकति माने लिटो टाइपको छ। यो चाहिँ बालु माटो छ, राम्रो लाग्छ घर लिप्नुको लागि चाहिँ। अनि मैले चाहिँ पोतो पनि लिएर आएँ। अब यति गरेर चाहिँ अब म चौका लिप्छु। अनि हामीले चाहिँ बिहान बेलुका चाहिँ चौकामा चाहिँ पानी तताउँछु, पानी गरम गर्छु। पानी परेको बेलामा चाहिँ नानीहरू सेकसाक गर्नुपर्छ। त्यति गरिसकेपछि म यहाँ चौका लिप्नु भनेर आएँ। अनि यति गरेर चाहिँ मेरो काम पनि खत्तम भयो। अनि लास्ट चौका लिपेको गाइस। हजुरलाई मेरो